नमस्ते साथीहरू, स्वागत छ हाम्रो यस नयाँ भिडियोमा। म शिव चौधरी। आज म तपाईँहरूको माझमा फेरि एउटा नयाँ भिडियो लिएर आएको छु साथीहरू। धेरै दिनपछि भिडियोहरू अपलोड गरिरहेको छु किनकि अलिकति सन्चो नभएर मैले भिडियोहरू अपलोड गर्न सकिरहेको थिएन। त्यसैले त्यसको लागि मलाई क्षमा चाहन्छु। अबदेखि भिडियोहरू रेगुलर नै आउनेछ हजुरहरूको माझमा। र यस च्यानललाई सब्सक्राइब गरेर नजिकैको बेल आइकनलाई थिच्नु होला। आउनुहोस्, आज हामीले के बारेमा छलफल गर्नेछौँ भन्दाखेरि आज हामीले बेसिक कोर्सको मल्टिमिडियाको दोस्रो पार्टको बारेमा हामीले छलफल गर्नेछौँ। हामीले कसरी कम्प्युटरमा भिडियोहरू हेर्ने त्यो सम्पूर्ण हामीले आज यस कोर्समा पढ्नेछौँ। ल आजको भिडियोतर्फ जाऊँ। हामीले फर्स्टमा भिडियो हेर्नलाई के जान्छौँ त डिसपिसीमा जान्छौँ। हामीले तीनवटा सफ्टवेयर प्रयोग गर्छौँ है भिडियो हेर्नलाई। एउटा मल्टिमिडिया क्लासिक, एउटा भिएलसी र एउटा विन्डो मिडिया क्लासिक, विन्डो मिडिया प्लेयर भन्ने हुन्छ। तीनवटा सफ्टवेयर हामीले प्रयोग गर्छौँ भिडियो हेर्नलाई। यो बेसिक नलेज हो, जसलाई नि आउँछ यो। तर के भन्दाखेरि कसले कम्प्युटर नै छैन भने त्यसलाई त गाह्रो पर्छ नि त। कसले सिकाइदिन्छ? यति इजी कसले सिकाउँछ? त्यसैले हामीले यसमा हामीले पढ्छौँ है। ल फर्स्टमा डिसपिसीमा जानु। जुनसुकै कम्प्युटरमा डिसपिसी भन्ने हुन्छ। ठ्याक्क डिसपिसीमा क्लिक गर्नु। यहाँदेखि डिसपिसी र यसको बारेमा मैले सम्पूर्ण भनेछु। यसलाई के भन्छ नि पुरै नाम नै भनेछु। त्यसैले हामीले के गर्नु पर्यो, यहाँदेखि ड्राइभ डीमा जाने होला या कुनै पनि एउटा ड्राइभमा जानु होला। यस्तो विन्डोज खाले छोडेर यस्तो खालेमा जुनसुकै एउटा ड्राइभमा जानु होला जहाँ हजुरले भिडियो राख्नुभएको छ, जहाँ भिडियो छ त्यो ड्राइभमा जानु होला। मेरो चाहिँ भिडियो डी ड्राइभमा छ। अनि यहाँ गएर मैले भिडियो भन्ने फोल्डर छ है, म भिडियो जहाँ भिडियो छ त्यहाँ जानु पर्यो है यस्तरी। र डबल क्लिक गर्नु होला है, यसरी डबल क्लिक गर्नु होला है। कसैलाई थाहै हुन्न डबल क्लिक गर्ने, र या राइट क्लिक गरेर ओपन गर्नु होला है। डबल क्लिक गर्न आउन्न भने राइट क्लिक गरेर ओपन गर्नु होला। र ठ्याक्क डबल क्लिक गर्नु या राइट क्लिक गरेर ओपन गर्नु है। यसरी डबल क्लिक गर्नु यसरी। अब कुन भिडियो हेर्ने हो है, जुन भिडियो हेर्नु हो त्यो वाला भिडियो के गर्नु पर्यो, एउटा डबल क्लिक गर्नु पर्यो। यसरी डबल क्लिक गर्नु पर्यो। अनि हाम्रो के आउँछ त भिडियो हेर्न सकिन्छ। यहाँदेखि कटाउन, यो चाहिँ विन्डो मिडिया प्लेयरदेखि हामीले हेरिरहेको छौँ। तर यो बाहेक अरू सफ्टवेयरमा पनि हेर्नु पर्यो भने के गर्ने त, यसलाई राइट क्लिक गर्नु, क्लिक गरेर ओपन विथ भन्ने आउँछ। यति धेरै अप्सन आउँछ हाम्रो विन्डो मिडिया क्लासिक, चुज एनदर एपमा गएपछि अरू धेरै अप्सन आउँछ है। हाम्रो आयो। अनि मैले के चुज गर्छु, भिएलसी चुज गर्छु। जस वान अलवेज गरेपछि के हुन्छ भन्दाखेरि जहिले पनि यसैमा खुल्छ। मैले जस वान यसलाई मात्र खोल्न चाहन्छु, भिएलसीमा खुल्छ है। यसरी गानाहरू हेर्न सकिन्छ, यसरी कटाउन सकिन्छ। आवाजहरू बढाउनु छ भने यसरी स्क्रोल गर्नुपर्छ, माउसलाई स्क्रोल गरेर बढ्छ है। यहाँ भोल्युमहरू यहाँदेखि पनि गर्न सकिन्छ सिम्पली है। यो चाहिँ हामीले के हो त कसरी गानाहरू हेर्ने कताउने। अब सिम्पली बेसिक कोर्स गरेछ, गाना नै हेर्न आउन भने अलिक गाह्रो पर्छ होइन। त्यसलाई हामीले गानाहरू हेर्नु जान्नु पर्यो है यसरी। र अर्को मेथड के हो, ठ्याक्कै हो हाम्रो भिएलसी खोलेर अलिकति साइड लाउने, यस्तरी कुनादेखि यस्तरी रिसाइज गर्ने यस्तरी। अनि फाइलहरू खोल्ने, यस्तरी फाइलहरू खोल्ने। अनि मैले भिडियोमा गएँ, यहाँदेखि भिडियो भन्ने होला है। यस्तरी साइज लाएँ, यसलाई पनि क्लिक गरेँ। अनि यस्तरी मैले लाग्दै क्लिक गरेर ड्र्याग गरेर यस्तरी। अब मैले दुईवटा गाना नि बजाउन सक्छु। यहाँदेखि मैले अलिकति सानो गरेँ, अलिकति यसलाई पनि सानो गरेँ है। मैले यसलाई म अलिकति सानै गर्छु। मैले चाहिँ आवाज चाहिँ म्युट गरेछु है, किनकि कपिराइटको इस्युज आउन सक्छ। त्यसैले आवाजहरू म्युट गरेछु है। त्यसलाई चाहिँ हेरिदिनु होला है। ल यसलाई म यस्तो गरेँ, क्लिक गरेर यस्तो गरेँ। अनि यहाँदेखि यो वाला क्लासिक मिडिया प्लेयर यसलाई क्लिक गरेँ। अब यो डाउनलोड गर्न आउन भने गुगलमा गएर विन्डो मिडिया क्लासिक भनेर सर्च गर्नु होला। अनि आउँछ, डाउनलोड गर्नु होला। भिएलसी भनेर सर्च गर्नु होला अनि डाउनलोड गरेर आउनु होला। अनि ठ्याक्क क्लिक गरेर यसमा राखिदिन्छु। दुईवटा गाना मैले के त तीनवटा गाना चलाउन सक्छु के म डाइरेक्टली, दुईवटा तीनवटा। यसरी हामीले गानाहरू हेर्न सकिन्छ कि धेरै तरिका छन् गानाहरू हेर्न है। ल यसरी हामीले गानाहरू हेर्न सकिन्छ, कताउन सकिन्छ। अब सिलेक्ट गरेर यहाँदेखि सिलेक्ट गरेर के गर्न सकिन्छ त, यस्तरी सिलेक्ट गरेर मैले यसमा ड्र्याग गरिदिन्छु भने यहाँदेखि कटाउने अप्सन पनि आउँछ। यहाँदेखि कटाउने अप्सन आउँछ। यो कुनादेखि
यो चाहिँ के हो त हामीले गाना हेर्ने तरिका हो। सिम्पलमा यो भिडियो चाहिँ लामो गर्न चाहन्न किनकि मेरो भिडियोहरू किन त अलिकति सहज भाषामा हुन्छ, अलिकति बुझ्ने विस्तार रूपमा मैले भनेको हुन्छु, त्यसले अलिकति भिडियोहरू लामो गएको हुन्छ के। त्यसैले म आजलाई चाहिँ यति नै गर्न चाहन्छु। भिडियोहरू यसरी हेर्न सकिन्छ भन्न चाहन्छु। हस् त, भिडियो मन पर्यो भने च्यानललाई सब्सक्राइब गरेर नजिकैको बेल आइकनलाई थिच्नु होला। अबदेखि रेगुलर नै भिडियो आउँछ। हस्, धन्यवाद। जय नेपाल।